Hello Khamri guys, it's me Kursong and welcome to my vlog. र आज चाहिँ 26th of March रहेको छ। यानी कि आज चाहिँ पुरा 2 वर्ष भएको छ मेरो आमापट्टिको आपा खस्नु भएको है। सो आज चाहिँ उहाँलाई याद गर्दै उहाँको आत्मालाई शान्ति पाओस् भन्दै चाहिँ उहाँको नाममा धेरै नभए पनि थोरै केही कुराहरू लिएर चाहिँ डोनेसन गर्न चाहिँ आज हामी ब्लाइन्ड स्कुल जाँदैछौँ। किन चाहिँ आज हामी ब्लाइन्ड स्कुलै जाँदैछौँ भन्दाखेरि चाहिँ उहाँ पनि लास्ट मोमेन्टमा आउनु भएर चाहिँ 1-2 वर्ष चाहिँ टोटली ब्लाइन्ड भएर नै खस्नु भएको थियो है। सो त्यही भएर चाहिँ उहाँको आत्माले शान्ति पाओस् भन्ने हिसाबमा चाहिँ आज हामी ब्लाइन्ड स्कुल जाँदैछौँ। र अर्को कुरा चाहिँ यस्तो खास डोनेसन गरेको कुराहरू त नगर्नुपर्ने भिडियो भन्नुहुँदै थियो मलाई है। तर पनि फेरि मेरो एकजना कजन सिस्टरले भन्नुभयो गरिराख्नुपर्छ दिदी, अरूलाई पनि इन्सपिरेसन होस्, यस्तो राम्रो काम गरेको भन्नुभयो है। सो मलाई पनि लाग्यो यस मैले गर्नुपर्छ, यानि पछि मैले पनि हेर्दाखेरि आफूलाई पनि मैले यस्तो गरेको थियो भन्ने एउटा रिमेम्बर पनि हुन्छ, खुसी पनि हुन्छ। प्लस त्यसको साथसाथमा चाहिँ अरू हेरिरहेकोहरूलाई पनि इन्सपिरेसन हुन्छ, यस्तो गर्दा पनि हुने रहेछ भन्ने हुन्छ है। सो त्यही भएर चाहिँ म ब्लग सेयर गर्दैछु र ब्लगमा बनिरहनु होला। र सो अहिले चाहिँ भने हामी दोकानमा उत्रिसकेको छौँ सारसौदा गरेर लानलाई हामी सबैजना। सेम सेम बट डिफ्रेन्ट। हेर न यता, हेर न भन्नु पर्ने हो। Me and my siso say hello. आमा अनि आप्पा अनि हामी चाहिँ अब सो फाइनली हामी चाहिँ स्कुलको बाहिर आइसकेको छौँ र म र बहिनी चाहिँ बाहिर उत्रेको छौँ गाडीबाट। किन भन्दाखेरि यो ग्राउन्डमा गाडी पार्किङ गर्न दिन्छ कि दिँदैन यहाँ पर्मिसन माग्नलाई है। र दिँदो रहेछ र गाडी चाहिँ त्यहाँ अगाडि जाँदैछ, हजुरहरूले देख्नुहुँदैछ। र त्यहाँ साइड गरेर चाहिँ अब हामी भित्र जानेछौँ र भित्र गएर प्रिन्सिपल साहबलाई भेटेपछि चाहिँ हामी त्यहाँबाट चाहिँ हामी सामानहरू निकाल्नेछौँ। ओके, सो प्रिन्सिपल साहब चाहिँ अलिकति बिजी हुनुहुँदो रहेछ। सो अहिले चाहिँ भने हामी वेटिङ पिरियडमा छौँ। सो हजुरहरूले देख्न सक्नुहुनेछ यो चाहिँ रहेको छ हाम्रो सारसौदा सामान र बेसी नभए पनि थोरै। एन्ड यसै गरी मलाई चाहिँ यहाँ आएर चाहिँ भन्नुपर्दाखेरि चाहिँ एकदमै खुसी फिल भइरहेको छ अहिले राइट नाउ चाहिँ, जुन चाहिँ म शब्दमा पनि बयान गर्न सक्दिनँ। ड्युटी पाएको छ। सो यो चाहिँ रहेको छ उहाँहरूको ह्यान्डक्राफ्ट विच इज सो ब्युटिफुल। र यहाँ सरले भन्नुहुँदै थियो यो चाहिँ जस्ट अहिले उहाँहरूको ट्रेनिङ पिरियड मात्रै चल्दैछ भन्नुहुँदै थियो है। सो ट्रेनिङ पिरियडमै उहाँहरूले यत्तिको राम्रो बनाउनु भएको छ भने त झन् आफ्टर कम्प्लिट ट्रेनिङ चाहिँ उहाँहरूले कस्तो बनाउनुहुन्छ होला, अब तपाईँहरू आफै सोच हेर्नुहोस् है। र यसै गरी यो चाहिँ हाम्रो नाम चाहिँ ब्लाइन्ड स्कुलको हो है। र यसै गरी इफ तपाईँहरू पनि चाहनुहुन्छ र तपाईँहरूलाई पनि केही यसरी घरहरू डेकोरेट गर्नु छ यस्तोहरूले भने चाहिँ डेफिनेटली तपाईँहरूले पनि आउनु भएर तपाईँहरूले पनि सपोर्ट गर्नको निम्ति चाहिँ यहाँबाट तपाईँहरूले पनि चिन्नु होला, अरू जग्गा नकिनिकन भन्न चाहन्छु। माछा चाहिँ कस्तो मजाको है। ल फोटो खिचौँ। पापाको नाम साइल दाला दाला। साइल दाला दाला त्यही त कति माया। मामा मामा के हो? म त नानीलाई पुरा मन पर्यो नि त अन्त महसुस गर्दैछु। म बदमास नपढी बदमास नबइमा बदमास न एला बोल्नु दियो भनेर उफ्रिदियो भने यतिकै हो। बदमास न दुईदी आई
उसलाई उयो गऱ्यो भने मपी गऱ्यो भने चुटी सुटिहाल्छ नि त है हो हो फोटो सो फाइनली अब चाहिँ हामी यहाँबाट फर्किँदैछौँ घरतिर र थाहै भएन ऊ नानीसँग चाहिँ यस्तो डरलाग्दो एट्याचमेन्ट भयो है यस्तो भयो नेक्स्ट टाइम आउँछु तर नानीलाई भेट्नको लागि भए पनि आउँछु भन्ने फिल भयो है मलाई चाहिँ